सन 15 को सबैलाई शुभकामना। सबैजनाले खिर बनाएर चाहिँ खाइसक्नुभयो होला। म चाहिँ भर्खर भिडियो पोस्ट गर्दैछु। खिर चाहिँ कसलाई मनपर्छ कसलाई मन पर्दैन। मलाई चाहिँ ठिकै लाग्छ, त्यति धेरै मन पनि पर्दैन, त्यति धेरै मन नपर्ने पनि होइन, ठिकै लाग्छ। अनि आज चाहिँ जाँगर चल्यो के, अनि यस्तै खिर बनाउनु पर्यो भनेर म चाहिँ खिर बनाउनतिर लागेँ। यस्तो गर्मीमा पनि मैले खिर चाहिँ अब जाँगर चलाएर बनाएँ। अब हाम्रो चाहिँ फेरि मलाई मात्र मन पर्ने, मेरो बुढालाई चाहिँ खासै मन नपर्ने। त्यही भएर म चाहिँ बनाउँदै गएँ, गर्मीमा अफ गर्दै बनाइ पनि सकेँ। अनि बुढालाई चाहिँ मैले अब थोरै भए पनि एकखेप टेस्ट गर्नु न भनेको, नाइ भन्दै हुनुहुन्थ्यो। अनि त्यो पनि थोरै भए पनि खानु न भने मैले अचार पनि जाँगर चलाएर बनाएको थिएँ। अनि पछि मैले खाना दिएँ नि त, अनि त्यसपछि त मिठो भएको रहेछ अरे। अनि मैले 100 मा कति पर्सेन्ट भनेको त 90% अरे। हेर्नु, मन नपर्ने मान्छेले पनि मैले बनाएपछि यति मजाले खाइराख्नु भएको छ। तर खाने भएर मुख पोल्छ बिचरा मेरो बुढा।